लागोस् है, राम्रो होस् सबै कुरा भन्न चाहन्छु। ल भान्जोलाई ल गरिब छु पुरा होस्, साढे बिहे होस्, अलि राम्रो केटी लिएरोस्। राम्रो केटी भनेको चाहिँ अलिकति व्यावहारिक है, व्यावहारिक स्वाभाविक अनि छिटै बिहे होस् भने रविनले। ल त्यही नै हो, चिताएको कुरा भने त्यही हो है। हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज चाहिँ न्यू डे, न्यू सुरुवातमा अनि भ्लग पनि आज खतरा हुनेवाला छ। ब्याकग्राउन्ड देख्नुभयो होला यता। आज चाहिँ दसैँ आइरहेको छ, दसैँ लागेको छ। आज चाहिँ दसैँको टिका हो साथीहरू। आज टिकाको दिन हामी चाहिँ जापानमा रहेर आज दसैँ मनाउँदैछौँ हामी तिनजना। यहाँ बिहानै अहिले चाहिँ बिहान आएको 8 बज्न लागेको छ। अब क्लास जानुपर्ने हुन्छ, छिटो टिका लगाएर हामी चाहिँ क्लास जानुपर्ने हुन्छ। चट्टपारामा टिका पनि रेडी भइसकेको छ। अब जमारा काट्ने हो, सुरु हुन्छ अब हाम्रो टिका लगाउने प्रोग्राम सुरु हुन्छ साथीहरू एकछिनमा। ल त साथीहरू अब सिधै हामी प्रोग्राम सुरु गर्छौँ अनि फेरि कलेजतिर लाग्नुपर्ने हुन्छ। आजको दिनभरिको भ्लग बबाल आउनेवाला छ। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। ल लेट्स गो, सुरु गरौँ है त आजको दिन। कहाँबाट गर्ने भन्ने हो भिडियो। अब यसरी लिएर गर्नुपर्छ कि एउटा हातले भिडियो समाउँदै यसरी टिका लाउनुपर्छ जस्तो। ल अब ल बस र भिडियो समाउँदा यसको। अब हाम्रो चाहिँ टिका लाउने प्रोग्राम सुरु भयो। चट्ट यस्तो अलिअलि यसरी निकाल है, 360 टाइपको भयो यसरी, यस्तो टाइपले यस्तो निकाल त्यस्तो टाइपले। ल मङ्गलम भगवान् ल अलि यता ल्याउने, यता साइड हुन्छ ल। टिका हुन्छ ल, जमरा मान्छ नि त्यो है त्यता छिर्ने खानु छैन, छिर्नु छैन के भन्छ जमरा हुन्छ ल। के गर्नुपर्छ, केही गर्नु त आउँदैन, सिधै टिका लाउनु। मनमा नै आशीर्वाद देऊ न भान्जोलाई। आज चाहिँ म कपाल यस्तो गर्छु भन्दा ल ह्याप्पी दसैँ 2052 हार्दिक मङ्गलमय शुभकामना। अझ राम्रो गर्दै जानु, सोचेको कुरा पुरा होस्, कहिले नि हार नमान्नु। अब के भन्छ अब सबै त्यही हो है साथीहरू। मलाई चाहिँ त्यस्तो आशिक दिन आएन, सबै लागोस् है, राम्रो होस् सबै कुरा भन्न चाहन्छु। ल भान्जोलाई ल मेरो ठुलो टिका भान्जोलाई पैसा दिनुपर्ने हुन्छ साथीहरू, धेरै दिन सकिएन है। मलाई दिन्छै दिँदैन होला। यही नै हो साथीहरू। ल 2082 हार्दिक मङ्गलमय शुभकामना। ल यही नै हो, बस न बहिनी। म भान्जा लगाइदिन्छु अनि मलाई लगाइदिन्छु कि न त। ठिक छ ए ल भान्जा अब तिमी अब भिडियो गर्दै यसो। हाम्रो चाहिँ अब दसैँ प्रोग्राम यस्तै भयो। अब कलास जानुपर्छ, तिमी लगाइदिनु अनि म तिमीलाई लगाइदिन्छु। ल अब रविनले लगाइदिने रे। आशीर्वाद दिन आउँदैन, आशीर्वाद दिन नआएर त मैले यस्तो गरेको छु। गएको लाउनु लाउ अहिले उ गर बरु, त्यसमा हल्का थप्दै नि त। दसैँको टिका भनेर यसो झप्प लगाइदिएको साथीहरू। हाम्रो चाहिँ दसैँ प्रोग्राम सुरु भयो है। यस्तो छ हालत, टक्क बाह्रमा लाउने प्रोग्राम भइसकेको छ। अब अहिले बरु एकछिन थोरै मात्रै लगाएर जाऊ, अलिकति पुसेर बरु दसैँको टिका। अब एक मान दिन चाहिँ मन थियो, गरिब छु। ल ठिक छ ल, केही यसो केही आशिक देऊ नि त। मनमा नै दिन्छु के। ल ल ल मनमा नै दिनु ल। ल लेट्स गो ल, ओके यस्तै हो। ल रविन आऊ भान्जा अब यता निस्क्यौँ त है। ठिक है, तिमी भिडियो गरिदेऊ यता साइडबाट। अब म रविनलाई लगाइदिइहाल्छु अनि छिटो गरेर जानुपर्छ। फेरि ट्रेन छुट्छ क्या मेरो साथीहरू, ट्रेनमा छ। फेरि साथी मेरो हाल त्यही आज गएकोमै छ, त्यही भएर चाहिँ अब ट्रेनमा जानुपर्ने हुन्छ। फेरि ट्रेन 15को छ, 10 भइसक्यो यार। फेरि 27 छुट्नुपर्छ। आऊ त रविन, आऊ न आऊ छिटो। हाम्रो चाहिँ यस्तै भयो आज दसैँको दिन। थोरै सानो लगाइदिन्छु। ओ भान्जा आउँदै जानु, तिमी त पुसे हुन्छ। ठुलो लगाइदिन्छ त ल। बस बस ठुलो दसैँ होइन होइन यो मलाई लास्टै उ भएको क्या, मलाई एलर्जी छ फेरि। मलाई त पुरै डाबर आउँछ। सानो होला होइन, सानो इत्रमा त्यतिको नपुसी जानु। मैले बुझेको मलाई एलर्जी हुन्छ, पिम्पल आउँछ। के आशीर्वाद दिनु यार, आशीर्वादको कुरै नगरौँ, सबै चिताएको कुरा पुरा होस्, साढे बिहे होस्, अलि राम्रो केटी लिएरोस्। राम्रो केटी भनेको चाहिँ अलिकति व्यावहारिक है, व्यावहारिक स्वाभाविक अनि छिटै बिहे होस् भने रविनले। ल त्यही नै हो, चिताएको कुरा भने त्यही हो है साथीहरू। लभ त पर्दिनँ म, ठुलो बनायो होइन सानो भनेको छु। ल यही नै, एकताल ल्याउनु हुँदैन दसैँ टिका, त्यही नै हो साथी हो है। पैसा दिनु पर्दैन होइन, दसैँमा चाहिँ अब खाली हात राख्नु हुँदैन साथीहरू।
बिहानै पैसा टेन्सन दसैँको शुभकामना साथी ल यही नै हो ल ओके ल सक्यो म लगाइदिन्छु हात धोएर आउँछु लगाइदियो म मनमा नै दिन्छु अब तिमी धेरै सोझो हो धेरै सोझो नभन मान्छेहरूले फाइदा लुट्छ कस्तो राम्रो है अनि सधैँ अब सबैको भलो चिताउने गर्नु है धेरै सोझो छ त्यही हो अरूले अब फाइदा उठाउला के चुकेते मेरो हात कामै जमाएर आफै लग है त भाग्ने माने हुनु मामा सिरी यस्तै हो दर्शन नमस्ते भन्छ ल यति नै हो है आजको दसैँ चाहिँ अब यति नै भयो साथीहरू जमाएर लाएँ ल ह्याप्पी दसैँ सबजना साथीहरूलाई खाली चाहिँ हाम्रो यही सानो हो किन्न छ क्या अब के गर्नु छ भने अब चाहिँ हामी सिधै कलेज जानुपर्ने भएको कारणले गर्दा त्यस्तो विशेष प्रोग्राम खाने यताउति चाहिँ अब आएपछि अब कता कता हुन्छ के हुन्छ फेरि यताउति धेरै नै प्रोग्राम छ आज गएकोतिर नि सबै हेर्नको लागि अन्तिमसम्म भिडियो हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू लेट्स गो अब म चाहिँ जान्छु भान्जाहरू चाहिँ उता साइकलमा आउँछ म ट्रेनमा जानुपर्ने हुन्छ साथीहरू त्यही भएर बाबा एकमा भेट्छु ल फाइनली गाइस अब म चाहिँ कलेज जान लाग्दैछु म ट्रेनमा जाने भएको कारणले गर्दा अलिक छिटो जानुपर्ने हुन्छ यहाँ चाहिँ ट्रेन चाहिँ टाइम टाइमिनेसन छ यस्तो भयो प्रोग्राम केटाहरू आउँदै गर्छ भान्जाहरू चाहिँ म चाहिँ अब लागेँ केटाहरू है अब हाम्रो प्रोग्राम छ गएकोतिर नि हेर्न नभन्नु होला लास्ट छ अन्तिमसम्म ल निस्क्यो केटा आउँदै केटा अब चट्ट निस्किने साथीहरू आजको भ्लग चाहिँ अन्तिमसम्म हेर्नुलाई बवाल हुनेवाला छ दसैँको टिका है आज चाहिँ त्यही भएर जमासँग टिका लगाएर हिँडेको त्यसको अब तल जान्छु सबै साथीहरू तल कुरिरहेको छ सबजना ट्रेनमा चल्दिने भयो 3-4जना साथीहरू छ ल यसको अब ट्रेनको आजको उता कलेजतिर चाहिँ बवाल हुनेवाला छ अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला के कस्तो लाग्यो एउटा छोटो मिठो कमेन्ट पनि गर्नु ओ हेलो के हो यो मारेको यार ओ सामान किन्ने छ है साथीहरूले सट्ट सामान किनेर राखिसकेको छ खै तिनीहरू खै ट्रेन फेरि ढिलो हुन्छ मेजर 7बाट निस्केको साथीहरू सबै सामान पन्तहरू बोकेर आज हाम्रो क्लासमा मनाउनेवाला छौँ हामी दसैँ है अनि दसैँको लागि चाहिँ हामी सरसामान बोकेर दिदीबहिनीहरू पनि अगाडि हिँडिसकेका छन् सबैजना हामी चाहिँ ट्रेनमा जाँदैछौँ साथीहरू आज बवाल रमाइलो गर्नुपर्छ है क्लासतिर गएर भेटौँ ल ट्रेन आज औडा भिड हुनेवाला छ अहिले चाहिँ कलेज जाने टाइम हो नि त अनि सबै मान्छेहरू एकचोटि हुन्छ त्यही भएर हामी अब सिधै कलेजतिर गएर भेट्छौँ साथीहरू बाबाई एमा एउटा देऊ ल म बोकिदिन्छु गरेको होला ट्रेन आयो ठ्याक्कै अब प्याक होला ट्रेनमा आज के साह्रो आज त हाम्रो गएको चाहिँ अब हाकातमा हो आज सामान बोकेर सबजना बोकेर हिँड्दा के हल्ला गर्नु है मान्छेहरू नि त हाम्रो साथीहरू त्यहाँ छन् कि ओए मान्छे त प्याक छ त छिर्नु सकिन्छ भने छिर्नु सकिन्छ हामी जम चढ्नै पर्छ यार ओए ट्रेन चाहिँ फेरि अफुरै होला हामी फेरि ओए औडा मान्छे छ आज त ट्रेनमा साथीहरू दसैँ लगाएर सबैले दसैँ लगाएछ आज जापानमा पनि दसैँ लागेको अवस्था ट्रेन हुन्छ साथीहरू अहिले साथीहरू हामीले चाहिँ दिदीबहिनीलाई भेटिसकेका छौँ यता सतीक्षा यता पुन छ यता दिदी हाम्रो जानका दिदी हामी सबैजना मिलेर अब क्लास जाँदैछौँ आज चाहिँ धेरै जस्तो मान्छेहरू चाहिँ हाकादेखिबाट आइरहेको छ दसैँ लगाएर हेर्नु टेन्सन हुन्छ अगाडि टेन्सन हुन्छ यहाँ चाहिँ हाकातामा चाहिँ दसैँ लागेको पुरै हेर्नु मान्छे छ आज चाहिँ आज मात्र होइन जहिले पनि हुन्छ है हाकाता मान्छे आज हल्का गफ दिएको दसैँ लगाएर हल्का गफ हान्ने साथीहरू अब हाम्रो गएको चाहिँ यहाँ थोरै अगाडि हो अब हामी त्यतै जान्छौँ हामी त्यतैको यात्रामा छौँ यसको अब हाम्रो दसैँ कस्तो हुन्छ है त आज अब 2082को दसैँ हाम्रो है नेपाली 2082 अनि इङ्ग्लिस चाहिँ 2025 है साथीहरू के हुन्छ बवाल हुन्छ होला यसको मान्छेहरूको वरदोरो चाहिँ चहल पहल चाहिँ बवालै छ सुको काम पनि दसैँ लागेको छ साथीहरू यसको हामी अब त्यतिर गएर भेट्छौँ है त सिङ्गल भ्याउनुपर्छ हो सिङ्गो भ्याउनुपर्छ है यो सिङ्गो भ्याउनुपर्छ चाहिँ अनि आऊ खतरा छ साथीहरू ओ माइ गड मान्छेहरू त कति हो ट्राफिक लाइट यस टेन्सन छ आँखाको माहौल साथीहरू कुदेछ नि यिनीहरू गुरगुरी ओ माइ गड रेड बोल देखाइयो ग्रिनै है साथीहरू हामी फेरि ग्रिनमै हिँड्छौँ अब सिधै पर पुगिन्छ है गएकोतिर हामी साथीहरू ल भन्नु त ए भगवान्
दसैँको दिन केमा ए भारी बोकिरहेको दिदीले फेरि साथीहरू ल दसैँको दिन हामी चाहिँ भारी बोकेर आइरहेको छौँ साथीहरू टेन्सन हुन्छ यत्रो यत्रो भारी बोकेर आएको नि हामी पार्टी चटपटे पार्टी हो आज हाम्रो क्लासमा है साथीहरू टेन्सन हुन्छ दिदीहरूले चाहिँ चट्ट ल्याएको छ प्लानिङ गर्ने अब हेडमास्टर चाहिँ हाम्रो अगाडि हुनुहुन्छ हेडमास्टरजी अनि हामी चाहिँ अब सबैजनाले भनेपछि सबैजना मिलेर गर्दैछौँ आज है यसको यस्तो छ माहौल कस्तो भिडियो नै अर्कै आइरहेको छ आज यस्तो दसैँको दिन यस्तो हरियाली ग्रिन वा यस्तो दामी दामी फुलहरू देखाइदिनु पर्ने हुन्छ बाटोमा नि यस्तो फुल हुन्छ है साथीहरू अब साथीहरू हामी पनि अब कति भाइरल नहुन्छ है हामी पनि भाइरल हुनु पऱ्यो अब म एउटा डाइलग भन्छु साथीहरू ए भगवान् सिङ्गो पनि किन हो र कति बोलेको हामी चाहिँ क्लास आइपुगेको ल दसैँको माहौल कस्तो हेर्नु त क्लासमा है त ल ह्याप्पी दसैँ केटाहरू ओए दशरथ ओए ह्याप्पी दसैँ ल ह्याप्पी दसैँ ह्याप्पी दसैँ 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 वा इप्पाई माता क्यों के न जिखानी ल ह्याप्पी दसैँ ल के छ अनि हामीले रुममा बिहान लाएर आयो ओ ह्याप्पी दसैँ बुम ल है त अब हाम्रो चाहिँ अब त्यहाँ प्रोग्राम छ एकछिनमा हाम्रो प्रोग्राम हुनेवाला छ अहिले लास्टको यता राख्ने सामान चाहिँ त्यहाँ राख लगेपछि त्यो पनि राख त नबान्नु नि त त्यो त बान्नु पर्दैन होला त्यो बिग्रिन्छ जम्मा राख्नुहोस् ल साथीहरू अब हाम्रो चाहिँ क्लासमा बस्ने अब एकछिन पछि हामी तपाईँहरूलाई भेट्छौँ बबल हाम्रो दसैँमा है साथीहरू जम्मा ल है ऊ प्रदीप 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 ऊ प्रदीप हो प्रदीप यो सब चटपटेको इमान्दार केटा हो भने ल ओके बन्द गर्ने है ऊ बिपु हेर त बिपु एकछिन माया गरेर त यो दसैँको स्पेसल म भिडियो फोटो सब गरिदिन्छु यहाँ र ल अब सबैजना सुरु भयो ल तिमीहरू त्यो लाइन बस्छ जाऊ यहाँ टक्क ल सुरु भएको छ हाम्रो दाइले चाहिँ राणा दाइ गारा सुरु भएको छ है हाम्रो चाहिँ टक्क दसैँमा सुरु भयो है यही छ साथीहरू ह्याप्पी दसैँ भनौँ सबैले अब उसले लगाइदिइहाल्यो अब नेक्स्ट टाइम आएर दाइले पनि लगाइदियो अहिले गीत लाउने क्या अहिले गीत लगाऊ क्यामी अहिले एकछिन टिका लगाइभएपछि अनि गीत लगाऊ क्या ल अरू आउन वा सुगै मैले भिडियो बनाएको छु होइन फोटो फोटो निकाल्नु मिल्छ यसबाट खिच्छु सबैको एउटा फोटो खिचिरहेको हुन्छ यसबाट फोटो नै अलरेडी खिचिरहेको हुन्छ ओ टिका लाउन आऊ तिमी आऊ बहिनी आऊ न एउटा त्यो गर्नु उता आऊ त त्यता आएको सबैलाई म ल सबैले जिगान भइसक्यो है रेडी गर हेमा टिका लगाऊ तिमी पनि लगाइहाल्नु ए मिल्दैन अरू सबै लगाऊ है त्यसो भए भान्जा हो सुदीप टिका लगाउन आइहाल्छ त सबै अहिले पछि लगाएर कहिले चाहिँ लगाउने हो रिदमै टिका लगाइहालौँ न अनि प्रोग्राम सकिहाल्छ क्या नलाउने टिकै नलाउने सो दामी भइहाल्यो नि आज त
ल मैले फोटो खिचेको छु है अलिकति मिल्दै मिल्दैन साथीहरू यो पनि त एउटा जाऊ 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 अरू जाऊ ल्याउ जाऊ अर्को जाऊ ए उता आउँदैछ सही सही अब टिका लगाउने कार्यक्रम भइरहेछ दाइ युट्युबमा इसाकले लाउनु मिल्छ नि त हो हाम्रो सर हो दसैँको शुभकामना है सर सुरु ल आरिगातो गोजाइमास हाम्रो दाइले चाहिँ चट्ट टिका लगाइदिनु सबैलाई है के कसले रिदम लाउ न रिदम लाउ रिदम ल रिदम फोटो खिच्दै बिर्सेछ यार यता रिदम फोटो खिच्छ एउटा फोटो खिचेर बस काट्टा फोटो चाल्ने क्या यस्तो टिका लामेला मात्र हो क्या कानमा लगाइहाल्छ सिउरिहाल्छ एकछिन ढोका लगाउ न मनिष ल हामी अब बिस्तारै लाग्ने ल हामी बिस्तारै लाग्नुपर्छ अब फाइनली हामीले चाहिँ कलेजमा अब अलिअलि मनाइयो अनि हल्का अब रिडिङ स्टडी गरेर आइसकेको छौँ अब हामी यहाँबाट निस्किन्छौँ हजुर ल हाम्रो दाइले चाहिँ धेरै धेरै शुभकामना दाइले पनि धेरै धेरै हाम्रो अहिले 2 वर्ष भयो परिवारबाट हामी तर्फबाट बसेको अब आउने वर्षमा चाहिँ हामी सबैजना म प्रदीप भाइ लगायत हाम्रो सबै दाजुभाइहरू नेपाल गएर हामी दसैँ मनाउँछौँ भनेर अनि दाइ अनि आज दसैँ रमाइलो भयो भने कस्तो भयो भन्नु त अनि आज दाइले चाहिँ एकदम साथ दिनुभयो त्यो टिका सिका लगाएर एकदम धेरै धन्यवाद है हारिका ल तिमीलाई पनि आज धेरै रमाइलो चटपटी खाइया भोलि बिहान चाहिँ अलिक गाह्रो हुनसक्छ दसैँले त्यो भयो नि तिमीलाई गाला आउँदैन थोडी म एसिम लिन सक्छु ल है ल राम्रोसँग दाउ टक्क लाएर राम्रोसँग के चुके थिएँ है क्लिप चाहिँ नकाटिकन हालिदिन्छु सबै हालिदिन्छु टिक्क पारेर बस्छु ल बाई ल दाइ अब दसैँ बनाउनु पर्छ ल ह्याप्पी दसैँ ल बाई ल हाम्रो अब काकालाई एउटा कुरा सोध्नु लाग्यो ल एउटा दसैँ कस्तो भयो काका दसैँ हामी विदेशमै रहेर पनि यतिको रमाइलो गर्नु अनि त्यसपछि यतिको खुसियाली भएर हुन्छ नि एउटा स्टुडेन्टले है एउटा कार्यक्रममा प्रोग्राम राख्नु हाम्रो लागि एउटा सौभाग्यजनक समय थियो हामी आफैले गऱ्यौँ नि त प्रोग्राम आफैले गऱ्यौँ नि त त्यस हिजोदेखिको प्लानिङ एक्कासी हुन्छ नि त्यस्तो सोचेर बनाएको प्लान पनि होइन नि त होइन हिजो एक्कासी मिलेर पैसा उठाउन त अलिअलि यताउता गरौँ अब यो चाडबाड हो होइन त्यसमाथि पनि अब नेपालको त ठुलै चाडबाड हो नि त ठुलै हो नि हो कि हो नि हिन्दूहरूको लागि चाहिँ एकदम ठुलो हो नि त होइन अहिले अगाडि गरेर बोल्यौँ त गाइडहरू हामी चाहिँ बस खाँदै जानुपर्ने हुन्छ हामीले अब यहाँ क्रस गर्दैछौँ है बाटो ल मिठो दिउँ अनि जानुपर्ने हुन्छ हामी अनि त्यसपछि त्यही हो अब सबैजना टक्क रमाइलो गऱ्यौँ बस्यौँ एकछिन होइन अब अलिअलि जे जस्तो भयो नि मिठो मसिनो भने जस्तो अब यो सबैको फेभरेट भनौँ न चटपटे बनायो होइन चिसो सिसो अब त्यही त हो नि अब खाना त लेख्न त खपरमा दारु खाना लेखेँ तर चिसो खाएर नि रमाइलो गरियो भन्ने मैले खान्न है फेरि आजकल दारु सारुमा सब छोडेर सुध्रिछु आजकल होइन ल यही नै होइन अरू केही छ अब यो चाहिँ हाम्रो काकाको प्रोग्राम भयो अब हाम्रो छुट्टी हुन्छ नि त रुमतिर अब छुट्टै प्रोग्राम पनि छ अलिअलि जस्तो लाइक अब एउटा दिवस भनौँ न छुट्टै छ प्रोग्रामहरू होइन अब रुममा गएर अलिअलि रमाइलो छ भनौँ यताउति हामी सबै हुन्छौँ सँगसँगै सबै अब गाउँको दाजुभाइ दिदीबहिनी सबै एकचोटि सँगै भएर पनि फेरि छुट्टै प्लान छ यता फेरि हाम्रो साथीहरू छुट्टै यताउता होइन
आजको दिन चाहिँ रमाइलोसँग बिताइन्छ दसैँको टिकाको दिन होइन रमाइलो मात्र बिताइन्छ त्यही हो घरतिर यसो फङ्सन गर्ने यताउता अब सँगै हुन नसके पनि है यही त भने सबैलाई ह्याप्पी दसैँ ल बाबाई गाइस त्यही नै हो रिदमले भने जस्तै गरेर अब हामी पनि रुमतिर गएर रमाइलो गर्नुपर्ने हुन्छ यति भन्दै सबैलाई ह्याप्पी दसैँ र हामी पनि अब रुमतिर गएर नि मनाउनु पर्ने हुन्छ दसैँतिर दसैँको हल्का रमाइलो बाबाई अब म साइकलमा छु रुम जान्छु त्यसपछि उतै गएर भेट्छु बाबाई गाइस सो फाइनली गाइस म चाहिँ अहिले कलेजबाट आएर पनि अब उता दाइको रुम जाँदैछु दाइको रुममा चाहिँ हल्का आज चाहिँ टिका लाउने प्रोग्राम छ उता पनि म जानुपर्ने हुन्छ साइकलमा साथीहरू अब उतैतिर गएर भेटौँ न आए त गाइजहरू बाबाई हुन्छ साथीहरू हाम्रो चाहिँ यस्तो प्रोग्राम भइरहेको यहाँ टिका आएर तल फोटो खिच्न आएको ल सबै साथीहरू छन् है यहाँ सुशील भाइ छ कानमा टिका लाएर कानमा लाएको सुशील तिम्रो टिका यहाँ हेर नि कानमै छ भने टिका यो यसको ल आएछ है गाइजहरू हामी चाहिँ टक्क टिका सिका लाएर आइयो है रमाइलो भयो आज दिन है मेरो भाइ पनि आएको छ नवीन पनि भान्जा भइहाल्यो अब हामीहरूमा आएको अब आजको भ्लग यस्तै यस्तै भयो है क्लासतिर पनि मजा भएको थियो आज त हामी त तिमीहरूको त एकैचोटि भएन 12 चोटि है हो र हाम्रो 17 घन्टा देखिन्छ होला नि कहाँ छ तिमीहरू ए त्यही नै हो साथीहरू है नेक्स्ट भ्लगमा भेटौँला आजको दसैँको भ्लग सुरु नै यति नै हुन्छ होला हेरौँ एकछिनमा के हुन्छ माओले दसैँ लागेको जापानमा जमरा देख्नु होला नि कानमा ल है दाजुभाइको टिका आजको आइफोन किन्यो अब के किन्यो